ल माटोक्ने आमामामा कहाँ सक्नु पावर लिसी त म त पछाडिको पछाडि नै हो अब म सुताउन उठाउनु केही जान्दिनँ है उकालोमा नि ढलान छ त्यहाँ माथि गियर मिस मलाई हेरेछ यसले म त अगाडि जान्छु सुमित आइहाल्छ नि अनि खाजा खाए चट्ट निस्किनु लाग्यो पानी पर्दिएर के अनि बाइक चाहिँ यता राखेर त्यो टाइम चाहिँ चिया खाँदै हो फेरि चिया खाऊँ चट्ट निस्किनु त होइन त अब पानी पर्लायो अब फुटेज सुटेज केही आउँदैन क्लिप सिप आउँदैन है सिधै ब्याक टु केटिएम के होइन म केटा रन के यार जाउँ भने चाहिँ हिँडिहाल्छ भने आइज है केटाहरू सबै अगाडि रन के मैले बिस्तारै जाउँ भन्नु गएँ पानी त पर्न लागेर थियो सिम परेर के माथि गएर बसेको केटाहरू सबै त्यो आयो विशाल आयो मैले चाहिँ उता जाउँ भनेर सोचेको थिएँ कि ड्यामतिर अनि केटाहरूले यता बाटो राम्रो छ भनेर आएको होइन बाटो सकुन्जेलसम्म आयो तल बसेर यसो चिसो खायो अनि माथि आएर खाजा खाना मासतिर आइदिएको कि अनि मासतिर आइदिएको खाजा साजा खानलाई यहाँ त अनि पानी परेर भिजोको हो त ओभरटेक नगरिकन सँगै जाने के आइज ल लाइनमा जाने हो कि होइन किन उ गर्नु फेरि सम्झी फेरि मेरो छेउमा पऱ्यो हेट सम्झी मेरो छेउमा परेपछि बिस्तारै जान्छ भन्ने चान्सै हुँदैन कि पुरै पानी परिरहेको छ कि आज होइन पानी परिरहेको थियो अघिसम्म अहिले पानी पर्न छोड्यो कालो कालो चाहिँ भइरहेछ चिसचिसन भइरहेछ अब रन्किनी हो रन्किन चाहिँ कसरी रन्किने भन्दाखेरि बिस्तारी छिटो पुग्ने तरिका तर बिस्तारी कति 8वटा कतिवटा बाइक छ बाइक स्कुटरहरू होइन कुनै बाइक पनि लाउड छैन क्या त्यही एउटा चाहिँ अलिकति राम्रो छ कहाँ गएर आयो भन्दामा यसरी ग्रुपै हिँड्दा त है मान्छेहरूले पनि के चाहिँ सोध्छ होला कि हामीलाई त रमाइलो लाग्छ तर मान्छेहरूले चाहिँ के चाहिँ सोध्छ होला कि कुनैले चाहिँ सोध्छ होला हामी पनि यसरी हिँड्नु पायो जस्तो सोध्छ होला कुनैले चाहिँ के सोध्छ होला होइन नेगेटिभ पोजिटिभ हुन्छ नि त त्यस्तो लाग्छ क्या मलाई चाहिँ अगाडि ब्लु रुङ भएर पछाडि ब्लु रुङ भएर म चाहिँ बिचमा भएर अब स्कटिङमा हिँडे जस्तो क्या बाटो चाहिँ माटुक्ने छ्या रोडमा त कछो हिँडे जस्तो हो अहिले त्यहाँ पिचाएपछि चाहिँ फेरि चिप्लेर नि खेल्छ उड्नु नि उड्छ है सबै हुन्छ अहिले पिचमा यहाँ चाहिँ बिस्तारी तर थोरै पानी पर्थ्यो एकदम बवाल भयो कि धुलो एउटै नखाने भयो कि धुलो सलक्क बसे जस्तो मात्र भयो त्यस्तो ठुलो परेन कि पानी सानो मात्र परेर सिम पऱ्यो अनि अड्क्यो त्यसपछि त धुलो खतरा बस्थ्यो धुलो उडेन केटा हो है अघि त बवाला धुलो खा हुने त उता मात्र पानी परेको छैन त पानी परेको छैन के आम्मा त्यसको आफै पड्क्या रन्किने हो र अब माथि त घाम पो लागिरहेछ त सरस रन्किरा छ अगाडि आम्मा पानीले आँखामा हान्छ त यार पानीको थोपाले ओभ्याएको त नआउनु होला यहीँ बसिरहेको छ त केला बेला बेलामा केटाहरूलाई के हुँदो रहेछ है लाइनले हिँड्दा हुन्छ आनन्दले होइन गफ गर्दै हिँड्दा हुन्छ कहिले रन्किरा हुन्छ यार अफरोडमा नि भनेको मात्र चाहिँ सुरु भइहाल्यो अब तिनीहरू रन्किनु परिहाल्यो अर्को लेनमा चाहिँ जान्न हुने यार केटाहरू अर्को लेनमा गएर ओभरटेक हान्छ बरु ओभरटेकै नहान्दिने के सर आफ्नो लेनमा हिँड्ने तर अरूको पछि हिँड्ने के अरूलाई ओभरटेक गर्न नखोज्ने के आनन्दले चिलमा है अनि पो मजा आउँछ केटाहरू यार फेट के बारे हो र होइन होला मलाई त गरिम भइरहेछ यसलाई सम्झि एउटा मात्र फार्लाक फिलिक भइरहेको के मान्छेहरू बोलाउँछ भने बेला बेलामा पेट फार्लाक फिलिक भइरहेको हुन्छ पानी पर चिसोमा रोडै चिप्लो हुन्छ के चर्को घाममा बरु
चिप्ले जस्तो हुन्छ, चिप्लिँदैन, लड्दैन होइन। यसमा त सलक सलक जान्छ यार, अनि मजा आउँदैन, टायर तातो नि हुँदैन। त्यही भएर बिस्तारै जाने भने केटाहरूलाई दुईजना रन्क्या फेरि। अस्ति त्यहाँ टोखामा एक्सिडेन्ट भएको यसरी नै गर्यो, यस्तो लेन हिँड्दैन, एउटा यतापट्टि गएपछि अनि उताबाट आएको नदेखेर एक्सिडेन्ट भएको कि उताबाट नि स्पिडमा आइदियो, त्यस्तै भयो क्या। अनि अहिले नि यस्तै भएछ केटाहरू। ल एक हप्ता जति खाना नदिएर छोडेको कुखुरा जस्तो बाख्रा जस्तो पाताक पितिक भइरहेको के। यहाँ इलेक्सन दिइरहन्थ्यो अगाडि है, को गयो अगाडि। जिस्काइदिनु पऱ्यो विशाललाई। डबल र सिङ्गल हो। त्यसले टर्निङ पनि छोड्छ, मैले अरू आयो भने छोड्नु पऱ्यो नि त, बित्तामा भइसक्यो नि त। हुन्छ फेरि गर्नु पऱ्यो। आमै कत्रो लामो टर्निङ यार। एलेक्स सम्झिने आयो फेरि, छिर्न आएको त्यहाँ अर्को चाहिँ ओभरटेक हान्यो त। कर्नरिङमा त भ्याउँदै भ्याउँदैन नि, सम्ममा मात्र हो कि। सम्ममा त भ्याउँछ हो यी, अब कर्नरिङ आयो अनि अगाडि जानै पाउँदैन कि। त्यो बत्ती त नि सुमित पनि आएर बत्ती सुमितले अब आएर फ्लाइमा हानिदिने होला यार। त्यो पनि एफआई सिङ्गल छ। यसलाई सम्झ्यो अझै अगाडि रन्किरहेको छ यार। कर्नरिङमा भ्याएन कि। ला गेयर मिस भइदिएको, अर्को आयो फेरि टोक्नी माछी जाल। छ्या यिनीहरू सबै सिङ्गल छ, पावर उस्तै हो, हात उस्तै छ, म डबल छ कि। फेरि म कर्नरिङ हान्दिनँ त्यही माथि। तिनीहरू मात्र गयो यार। आमा यसरी जाउँ, मेरो पछाडिको ब्रेकले धेरै उ गर्नु हुँदैन कि। केटोहरू रन्क्यो यार। आमा कर्नरिङ यस्तो बवाल छ यार, त्यहाँ ढलान गरेको बाटो। विशाल चाहिँ अगाडि आउन सकेको छैन। मेरो एक गियर मिस भएर सुमितले मलाई हान्दियो नि। मैले हान्दियो के हो। आमामामा कहाँ सक्नु पावर लिएपछि त, पावर लिएपछि त नसक्ने नि। ल अघिको उसमा आइपुग्यो अहिले चाहिँ। केटाहरूले मलाई लास्टै हान्दियो यार आज त। छ्या के गरे केटाहरूले यार। सुरुमा पाका सम्झि यता लुकिरहेको छ फेरि। यताको रोड त झन् कसरी छुट्याउने होला उता। मलाई हेरेछ यसले, मलाई हेरेछ यसले। म त अगाडि जान्छु, सुमित आइहाल्छ नि। हान्दियो त माटो नि यहाँ त यार। यहाँ त हान्दियो त आमामै रन्क्या। यता धुलो उडिरहेको छ यार। छ्या यहाँ त हान्दियो त मैले त केटालाई त। उता त भ्याउँदै भ्याएर नि टोक्ने। सुमित पो आइरहेको छ अगाडि त, माथि त।
सुमित पो आइरहेको छ यार पछाडि त मैले अहिले सन्ध्या पठाइदिउँ भने आमा दुईजना रन्कित आइरहेको छ यार ल माटोक्ने खतरा गइदिएर भन्या यतिको त फरक पर्छ है माझ पावर उस्तै हो चलाउने मान्छे त्यस्तै हो डबल लोड म चाहिँ गाह्रो पर्यो मलाई यो अनफेयर भएको छ है मलाई यो अनफेयर भएको छ मैले पहिल्यै भन्दैछु सब आएर छ अहिले चाहिँ उहिले सुइले नहान्नु है पठाइदियो 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 हो र आम्मामा 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 हेट ल कसरी आएको सम्झि यार जानी त 3टा बाइक मात्र हो अलिकति मैले स्लो हान्दिएँ कि डर लाग्यो मलाई कररिङमा लाइन छ पुरै हो नि विशालले कर्नरिङ बबाल हान्दा आइरहेछ भने आम्मामा हेट कर्नरिङ त यार केटाहरूले त के हो माटो माटो अगाडि कुन चाहिँ हो फेरि त्यो पल्सर क्या अगाडि नि फेरि आम्म ढुङ्गा फाले त्यसले अब त किन रन्केर उकालोमा रन्केर कामै छैन रन्केर कामै छैन अब रन्किदिने ल एक एउटा त्यसले ला गेयर मिस हेर मा 1 सेकेन्डले गर्दाखेरि यत्रो ग्याप बस्यो यार मा आथा कस्तो ढुङ्गा आइरह्यो यार आँखामा यार आँखा गयो के हो म त पछाडिको पछाडि नै हो अब म सुताउन उठाउनु केही जान्दिनँ है उकालोमा नि ढलान छ त्यहाँ माथि गियर मिस 2 चोटि गियर मिस भयो 2 चोटि नै अगाडि छोडिदियो मलाई यार अगाडि NS 220 त्यहाँबाट 150 पहिले 150 ले हान्यो गियर मिस टाटु पम्प परिरहेछ कि म धेरै नै अफलाइन आइदिएँ मेरो मिस भइरहेछ नि त झेली गर्नु त पर्यो अब कस्तो कर्नरिङ यार पहिल्यै थाहा हुँदैन यार यस्तो कर्नरिङ आएको अब त धुलो छ रन्किँदैन अब त जाउँ त जाउँ धुलो खान्छ जाउँ ल धुलो खान्छ कुदाइदियो भने मेरोले कुदाउनै भ्याएन यार अब डेन्जर खुवायो नि केटाहरूले चाहिँ कुदाउनै भ्याएन मेरोले यार ठ्याक ढुङ्गासुङ्गा फाल्छ यार माथि त किन तलै बस्यो भने बस्छु अब जाउतिर दुईजना थेट हामी चाहिँ चटला चन्द्रगिरीको स्टपमा के म आइसक्यो दुईजना मात्र अझै पहाडी छ खासै धुलो त खाएको छैन रिली हो धुलो उडेको छैन नि त केटाहरू पहाडी आउँदैछ बिस्तारै पुसी हुन्छ है